हेलो साथीहरु, तपाईले चाहिँ फेसबुकमा चाहिँ फेसबुक एकाउन्ट चाहिँ बनाउनु भयो होला। फेसबुक एकाउन्ट चाहिँ बनाइसकेपछि तपाईले चाहिँ अहिलेसम्म चाहिँ कसलाई तपाईले चाहिँ फेसबुकमा चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको छ र त्यसले चाहिँ एक्सेप्ट गरेको छ कि छैन कसरी हेर्ने र एक्सेप्ट गरेको छैन भने तपाईले चाहिँ त्यसलाई कसरी चाहिँ क्यान्सल गर्ने तपाईले चाहिँ भिडियोमा जानकारी दिने गरेको छु। त्यसैले साथीहरु भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला र राम्रो लागेको छ भने एउटा लाइक, च्यानललाई सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। साथीहरु आजको भिडियो चाहिँ ढिला नगरिकन स्टार्ट गरौँ। म तपाईले चाहिँ आफ्नो मोबाइलको स्क्रिन चाहिँ शेयर गर्न गइरहेको छु। सबैभन्दा पहिला तपाईले चाहिँ आफ्नो मोबाइल फोनमा चाहिँ फेसबुक एप्लिकेसन चाहिँ ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ इन्टरफेस। त्यसपछि तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ लेफ्टमा तीनवटा लाइन यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ सेटिंग्स एन्ड प्राइभेसी, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ सेटिंग्स, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले चाहिँ यहाँ तल जानु होला। यहाँ लेखेको छ एक्टिभिटी लग, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ यहाँ तल जानु होला। यहाँ लेखेको छ कनेक्सन्स, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ यहाँ लेखेको छ फ्रेन्ड्स र यहाँ लेखेको छ म्यानेज फ्रेन्ड्स। तपाईले चाहिँ यहाँ म्यानेज फ्रेन्ड्समा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ देख्न सक्नुहुन्छ लोड लिइरहेछ। त्यसपछि तपाईँ यहाँ लेखेको छ फिल्टर्स, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ लेखेको छ क्याटेगोरिज, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँ देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरू योर फ्रेन्ड्स, रिमुभ्ड फ्रेन्ड्स, रिसिभ्ड फ्रेन्ड रिक्वेस्ट, सेन्ट फ्रेन्ड रिक्वेस्ट र ब्लक। यसमा त तपाईले चाहिँ यहाँ लेखेको छ सेन्ट फ्रेन्ड रिक्वेस्ट, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ तपाईले चाहिँ अहिलेसम्म चाहिँ कसलाई चाहिँ तपाईले चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको छ र तिनीहरू चाहिँ एक्सेप्ट गरेको छ कि छैन तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ यिनीहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ जनवरी 29, 2026 मा चाहिँ मैले फ्रेन्ड रिक्वेस्ट पठाएको छु, एक्सेप्ट गरेको छैन। जनवरी 7, 2026 मा मैले फ्रेन्ड रिक्वेस्ट पठाएको छु, यिनीहरू चाहिँ एक्सेप्ट गरेको छैन। अब यसलाई यिनीहरू चाहिँ कसरी चाहिँ मैले चाहिँ अहिलेसम्म चाहिँ यिनीहरू चाहिँ एक्सेप्ट गरेको छैन, यिनीहरूलाई कसरी चाहिँ अब क्यान्सल गर्ने तपाईलाई चाहिँ म देखाउन गइरहेको छु। पुरै एकैचोटि तपाईले क्यान्सल गर्न चाहनुहुन्छ भने यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ वन लेखेको छ, यसमा क्लिक गरेर तपाईले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ क्लियर अलमा, यसमा तपाईले क्लिक गरिसकेपछि यो पुरै चाहिँ तपाईले फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको यो पुरै चाहिँ क्यान्सल हुन्छ। यदि तपाईले चाहिँ भिन्दै एक जनाले तपाईले चाहिँ फ्रेन्ड रिक्वेस्ट क्यान्सल गर्न चाहनुहुन्छ भने तपाईले ब्याक जानु होला। त्यसको लागि तपाईले चाहिँ ब्याक जानु होला। त्यसपछि यो तपाईले आफ्नो प्रोफाइलमा जानु होला, सरी पछाडि गर्नु होला। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ तलमा यहाँ माइनस जस्तो लोगो, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ सी अल, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ देख्न सक्नुहुन्छ मैले चाहिँ फ्रेन्ड रिक्वेस्ट यिनीहरू चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाएको छ, मैले चाहिँ एक्सेप्ट गरेको छैन। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ तीनवटा डट, यसमा क्लिक गर्नु होला। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ भ्यू सेन्ट फ्रेन्ड रिक्वेस्ट, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ तपाईले चाहिँ कसलाई तपाईले चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको छ र तिनीहरू चाहिँ एक्सेप्ट गरेको छ कि छैन तपाईले यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ यिनीहरू चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाएको छु, यिनीहरू चाहिँ एक्सेप्ट गरेको छैन। अब तपाईले चाहिँ यसलाई तपाईले चाहिँ क्यान्सल गर्न चाहनुहुन्छ भने तपाईँ जस्तै मैले चाहिँ यो यस्तो यहाँ लेखेको छ, यहाँ तपाईले यहाँ लेखेको छ सिङ्गर ज्ञान यादव, मैले यसले चाहिँ फ्रेन्ड रिक्वेस्ट मैले पठाएको छु तर यसले एक्सेप्ट गरेको छैन। यसलाई मैले क्यान्सल गर्नु छ भने यहाँ क्यान्सल रिक्वेस्टमा क्लिक गरिसकेपछि यो चाहिँ क्यान्सल भइहाल्यो छ। तपाईँ देख्न सक्नुहुन्छ यो क्यान्सल रिक्वेस्ट क्यान्सल, यसलाई रिफ्रेस गरेपछि तपाईँ देख्न सक्नुहुन्छ यहाँ सो गर्दैन, यही थियो यहाँ एक्सेप्ट यहाँ सो गरेको छैन, यो हटिसक्यो। यस्तै गरी तपाईले चाहिँ छुट्टै तपाईले चाहिँ हेरेर तपाईले चाहिँ क्यान्सल गर्न सक्नुहुन्छ। साथै यस्तै नयाँ जानकारीका लागि साथै भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। साथै यो भिडियो कस्तो लाग्यो, राम्रो लागेछ भने लाइक अवश्य गर्नुहोला। साथै आजको भिडियो चाहिँ अर्को भिडियो लिएर आउने नै छु। बाई।